हेलो सबैजना, आज म यो एक्सम्यान टोर्नेडो V4 जुन चाहिँ यो मेरो फर्स्ट स्मार्ट क्युब हो को अनबक्सिङ गर्नु आँटेको। म सानैदेखि रुसी चलाउने हो भनेर प्रिभियस भिडियोजहरुमा मैले इन्क्लुड गरेको छु होला। अनि यो मेरो फर्स्ट स्मार्ट क्युब भएर मैले अनबक्सिङको भिडियो बनाएको। सो यो हो त। सो यो यस्तो क्युबको बक्स एउटा झोलाभित्र राखेको छ। यहाँ बाहिरै झोलामा लेखेको छ नाम चाइनिजमा, तर इङ्ग्लिसमा पनि छ मुनि। अनि यो चाहिँ मेन बक्स भयो। योसँग एउटा सानो झोला दिएको छ। यो झोलाभित्र चाहिँ एउटा क्युबको पनि स्ट्यान्ड छ जसमा आफ्नो क्युब यसरी राख्न मिल्छ है। अनि अब बक्सलाई ओपन गर्दाखेरि एक्सपिरियन्स चाहिँ कस्तो आउँछ भने यो अगाडिबाट यसरी निस्किन्छ नि बक्स। अनि यहाँ एउटा क्युब हुन्छ जुन चाहिँ चार्जरसँग कनेक्ट हुन्छ। यहाँ जुन चाहिँ यो क्युबमा चाहिँ म्याग्नेटहरू हुन्छ नि जसले क्युबलाई अझै छिटो बनाउँछ। यो क्युब अलिक साइनी पनि देखिन्छ किनभने यो क्युबको युभी कोटिङ हुन्छ जसले धेरै छिटो गर्दाखेरि चाहिँ हातबाट नचिप्लोस् भनेर। अनि यहाँ चार्जरमा पनि दुईवटा छ। यो एउटा येलो र एउटा व्हाइटको सेन्टर क्याप, किनभने कहिलेकाहीँ कम्पिटिसनमा हुँदाखेरि यो यस्तो खालको सेन्टर क्यापहरू चलाउन मिल्दैन। अनि यो बक्समा चाहिँ धेरै एसेसरिज मात्र छ। कसरी खोल्ने यहाँ यो चाहिँ मैले के हो थाहा छैन। अनि यहाँ चाहिँ एउटा टुल छ जसले यो क्युबको यहाँ म्याग्नेटहरू देख्न सक्छ नि, यो येलो कलरले बोर्डर गरेको त्यसको स्ट्रेन्थहरू यसरी चेन्ज गर्न सक्छ लेफ्ट कि राइट गरेर। अनि बिचको सेन्टर क्यापहरू पनि हुन्छ। अनि बिचको सेन्टर क्यापले चाहिँ यो कुन डिरेक्सन, दुईटा फरक डिरेक्सन, एउटा काउन्टर क्लकवाइज र एउटा एन्टी काउन्टर क्लकवाइज। अनि त्यो अनुसार चाहिँ टेन्सन कि स्प्रिङको कम्प्रेसन चेन्ज हुन्छ। अनि यहाँ एउटा चार्जर पनि हुन्छ किनभने अब यो स्मार्ट की भएर चार्ज गर्नु पर्छ है। अनि यहाँ चाहिँ प्याम्फलेटहरू यिनीहरू त्यही काम लाग्दैन। क्युब भर्खर छुने मान्छेहरूलाई मात्रै काम लाग्छ यिनीहरू। अनि यति नै हो क्युबको बारेमा चाहिँ। एउटा यहाँ चाहिँ एउटा कार्ड पनि छ, त्यहाँ एउटा एप पनि छ जुन चाहिँ यो क्युआर कोड स्क्यान गरेर हामीले आफ्नो कुनै यस्ता खालको स्मार्ट क्युबहरू छ भने यही कम्पनीको कम्पनीको आफ्नो क्युबलाई कनेक्ट गरेर अरूसँग ब्यागर पनि गर्न सक्छ र अरू स्क्रैम्बलहरू हेरेर पनि हामी आफै पनि सिक्न सकिन्छ। सबै एल्गोरिदमहरू पनि सिक्न सकिन्छ। म एप चाहिँ कसरी चल्छ देखाउँछु। क्युआर कोड गरेर चाहिँ यो एप डाउनलोड गर्न सक्छ, स्मार्ट पेयर प्रो भन्ने। अनि यो एपमा गएपछि आफ्नो क्युबलाई चाहिँ डिभाइसेसमा जोडेर फर इक्जाम्पल एड क्युब है। अनि मेरो क्युब जोडेको थिएन भने म कनेक्ट गर्न सक्थेँ। मैले कनेक्ट गरेँ। अब कनेक्ट गरेर एउटा एप टाइमर हुन्छ, फिजिकल टाइमर, तिनीहरू चाहिँ म अरूहरू टाइम देखाइदिन्छु। अब मेन चाहिँ स्मार्ट क्युब हो, त्यस कारण म स्मार्ट क्युब बारेमा देखाउँछु। सो आफूले क्युबै हल्लाएको अनुसार पनि मुभ हुन्छ। यहाँ धेरैवटा एप्सहरू, धेरैवटा फिचर्स छ जस्तै गाइडेन्स भनेको चाहिँ जस्तै जेप्याडी क्यामेरा हाने मैले होइन 20 मुभमा कसरी सल्भ गर्न सक्छ भनेर देखाइदिन्छ। सो यहाँ भनेको छ यसरी होल्ड गर्यो भने गरे त्यसपछि यो फलो गरेर चाहिँ क्युब सल्भ हुन्छ।
है। अनि अर्को भनेको चाहिँ यहाँ प्र्याक्टिस पनि छ जुनमा म यहाँ स्क्रैम्बल दिन्छ अनि त्यो स्क्रैम्बल गरेपछि सल्भ गर्नुपर्छ है। एउटा एक्जाम्पल सल्भ गर्छु। है अनि सल्भ गरेपछि यहाँ मेथडहरू हुन्छ। मेथडहरू अनुसार चाहिँ कुन चाहिँ कति टाइममा गऱ्यो, कति मुभमा गऱ्यो, कति टर्न्स पर सेकेन्ड सबै देखाइदिन्छ। अब अर्को कुरा भनेको चाहिँ यहाँ कम्पिटिसन पनि छ जुनमा चाहिँ आफ्नो रुम कम्पिटिसनमा साथीहरूसँग गर्न मिल्छ। कम्पिटिसन इन्फो भनेको चाहिँ कसरी गर्नुपर्छ भनेर र 1v1 गर्दाखेरि चाहिँ ऱ्यान्डम मान्छेसँग म्याच मेकिङ गर्न सकिन्छ। जस्तै अब एकछिन टाइम लाग्छ है। जस्तै यो मान्छे छ नि एसपी क्युबर एमसिटी, यो मान्छे अगेन्स्टमा खेलिरहेको छ। अब स्क्रैम्बल हेर्नुपर्छ। अनि इन्स्पेक्सन टाइम दिन्छ नि, अनि इन्स्पेक्सन गरेपछि चाहिँ सल्भ गर्न थाल्नुपर्छ। सो 8 seconds. है यो मान्छे चाहिँ टाइम वेस्ट गरिरहेको छ है। अब गरेपछि ट्रफिसहरू जित्छ। पुरै कम्पिटिसनै जस्तो हुन्छ। अनि एकाडेमीमा चाहिँ हामीले कसरी सुरु गर्न सक्छ भनेर पनि सिकाउँछ। जस्तै म चाहिँ सिफब मेथड चलाउँछु है। यहाँ यो चाइनिज वेबसाइटमा देखाइदिन्छ कसरी हुन्छ भनेर, म देखाउने होइन। र गेम्सहरू पनि छ। जस्तै म प्याटर्न कुन प्याटर्न म यो प्याटर्न चुज गरेँ है। अनि कसरी गर्न सकिन्छ भनेर पनि देखाउँछ। अनि त्यसपछि भएपछि यो यस्तो सबै प्याटर्नहरू हुन्छ नि, यो सबै गरेर आफ्नो क्युबलाई सजाएर राख्ने हो भने यस्तो प्याटर्नहरू राख्न मिल्छ। अब मेनली एप भनेको त्यति नै हो। अब थ्याङ्क यू फर वाचिङ द भिडियो।